कोइरालाज्यूलाई हार्दिक अभिनन्दन। हस्, धन्यवाद। प्रिय शिक्षक ज्ञानबहादुर केसी सर, यसै विद्यालयका चाहिँ सहायक प्रधानाध्यापकज्यू, विद्यालयमा चाहिँ पूर्व प्रभावको जिम्मेवारी भूमिका निर्वाह गर्नुभएको राजीकुमार श्रेष्ठज्यू, सम्पूर्ण मेरा अति स्नेही सहकर्मी शिक्षक साथीहरू, परिचर आयादेखि लिएर गएर मेरा असाध्यै मेरा चाहिँ प्रिय भाइ बहिनीहरू, करिब 59 वर्ष पुगेर 60 वर्षको आजदेखि मैले चाहिँ पाइला टेक्दैछु। यो शिक्षा क्षेत्रमा मैले 2045 साल माघ 5 गते हिमाली मावि रत्ने वालिङ, अहिले हालको वालिङ 4 यलादी स्थित त्यो विद्यालय हाई स्कुलमै गएर चाहिँ खोलेको हो। त्यस कारणले त्यो बेलाको चाहिँ संस्थापक हेडमास्टर डिआर कोइराला भनेर अझै पनि चाहिँ त्यहाँ बोर्डमा छ। 2045 सालदेखि क्रमशः म चाहिँ त्यो विद्यालयमा 5 वर्ष बसेँ। त्यसपछि मेरो सरुवा भयो, म जनता मावि ठुलाडीमा आएँ, त्यहाँ 5 वर्ष बसेँ। जनता माविको 5 वर्षपछि काजीमान हरिटिकामा चाहिँ तत्कालीन मेरो काजीमान हरिटिकामा 2 कार्यकाल भयो, त्यहाँ चाहिँ 3 वर्ष बसेँ। त्यसपछि गएर म सार्वजनिक मावि मालुङ्गा भन्ने ठाउँमा गएँ। धन्य रामदी भन्दा 2 किलोमिटर वरपर पर्छ। त्यस्तै क्रममा क्रमशः म त्यसपछि जनप्रदीप चिलाउनेवास मावि म वहाँ चाहिँ गएर पढाएँ। क्रमशः त्यहाँका 5-6 वर्ष पश्चात म फेरि जिल्ला स्थित जिल्लाको सदरमुकाम त्रिभुवन आदर्श मावि सङ्गीतमा मैले 2.5 वर्ष मात्रै पढाएँ। त्यसपछि मेरो चाहिँ पढाउने क्रमको उसमा फेरि काजीमान हरिटिका, पुनः काजीमान हरिटिकामा पढाएँ। र अहिले त म 2069 साल जेठ महिनाको 21 गते काला भैरव माविमा म आएको थिएँ। आज आएको पनि म 12 वर्ष पुरा भएर 13 वर्षै लागेको छ। 13 वर्षमा अहिले चल्दैछौँ। 13वटा बिहा जाँदैछन् अहिलेसम्म यो काला भैरवको चाहिँ प्राङ्गणमा। यहाँका अभिभावकहरू, यहाँका शिक्षक भने पूर्व शिक्षकहरू, वर्तमान शिक्षकहरू, यहाँका चाहिँ व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, पूर्व सदस्यहरू, हालका चाहिँ कार्यरत सदस्यहरू, अध्यक्ष लगायत मेरा श्रद्धेय चाहिँ अभिभावकहरू र मेरा अत्यन्तै प्रिय भाइ बहिनीहरूसँग चाहिँ खेल्दै लडीबुडी गर्दै, कहिले गाली गर्दै, कहिले माया गर्दै, कहिले सियान पुस्दै, कहिले के भन्दा भुलो टौटक्याउँदै, कहिले यिनीहरूसँग लड्दै, कहिले गाली गर्दै, कहिले हाँस्दै, कहिले मजाक गर्दै पनि भाइ बहिनीहरूसँग बितेको नि 13 वर्ष भएछ मैले पत्तै पाइनँ। 13 वर्ष त बित्नु भनेको नि सानो कुरो होइन, ठुलो कुरो हो। जीवनको एउटा चाहिँ कालखण्डै रह्यो र मेरो असाध्यै स्मरण चाहिँ यो घडी पनि हो। यो विद्यालयमा आइसकेपछि चाहिँ मलाई करिब अहिले 5-6 वर्ष भयो, 6 वर्षले छलायो। म चाहिँ यहाँ प्रधानाध्यापकको टिममा पनि मलाई यहाँको समुदायले, यहाँको विद्यालयले, यहाँको समितिले यहाँले सुम्पनु भयो र मैले सकिनँ। त्यो त चाहिँ भविष्य मूल्याङ्कन गर्ला। मैले मेरो कुरोको बारेमा मैले भन्नु केही उचित पनि हुँदैन। प्रभावको जिम्मेवारी लिएदेखि एउटा मलाई यहाँ धेरै चुनौतीहरू थिए, धेरै चाहिँ खालका चाहिँ एउटा जटिलताहरू चाहिँ मेरो अगाडि चाहिँ थिए। धेरै कुराहरू मैले सामना गर्नु परेको थियो। ती सामनाहरूसँग म एकपछि अर्को कर्मशः जुझ्दै त्यो बेलामा धेरैसँग म अप्रिय निर्णय पनि गर्न पुगेँ। साथीहरूसँग म अप्रिय ढङ्गले म प्रस्तुत पनि हुन मलाई बाध्यता भयो। धेरै खालका चाहिँ आरोह अवरोह हुँदै यो विद्यालयलाई यो अवस्थासम्म यहाँ अवतरण गर्न पाएकोमा म यो अर्थमा म साह्रै गौरवान्वित छु। म खुसी छु। विद्यार्थी भाइ बहिनी, अभिभावक, मेरा प्रिय स्टाफ साथीहरूको चाहिँ मेरो असाध्य अगाध चाहिँ के त भन्दाखेरि चाहिँ उहाँहरूको माया र सहयोगले चाहिँ म यहाँसम्म आउन सकेँ। यसको खातिर म उहाँहरूप्रति हार्दिक नमन गर्न चाहन्छु। साथै मैले अब चाहिँ मेरो आज बर्थडे पनि हो र मेरो जीवनको के त भन्दा करिब 36-37 वर्षको चाहिँ मेरो जागिरे जीवन
मैले आज अब चाहिँ स्याङ्जा जाँदैछु, स्याङ्जा गएर चाहिँ राजीनामा बताउँदैछु। त्यो हुनुभन्दा मेरो आज बर्थडे हो, अरूलाई मैले केही त उ गरेँ, मैले भाइ बहिनीहरूलाई अरू त केही मैले केही गर्न त सक्दिनँ, तर भाइ बहिनीहरूलाई मैले खासै गुलियो मैले चिज खान्न, कहीँ पनि बाबु नानीहरूको लागि चाहिँ असर नपर्ने खालको एउटा चिज हो मात्रै, र एउटा केही चिजहरू दिन खोजेको छु। कर्मश कक्षा 11-12 हालको 12 चाहिँ भाइ बहिनीहरू यता आइदिनु पर्यो। लाइन यसरी है है त यो कलमले राम्रो लेखेर गएपछि क्लासमा पठाइदिनु यसरी गएपछि लिएर क्लास हुन्छ 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 ल क्लास हुन्छ है गर्नु एकदम राम्रो गरे है। दिनी लानी लानी भन्दा पनि चाहिँ सबभन्दा ठुलो कुरो भनेको सम्झना हो। तिमीहरू ठुलो मान्छे होइन, ज्ञानी मान्छे हो है। है त मैले दोहोऱ्याइन। थ्याङ्क यू स्याम नट स्याम टु यु, थ्याङ्क यू सो मच। मैले भनिसकेँ त्यो ठुलो मान्छे होइन, ज्ञानी मान्छे भनिदेऊ। सानालाई चाहिँ के गरेर माया गरिदेऊ, ठुलालाई चाहिँ श्रद्धा गरिदेऊ है। थ्याङ्क यू है त बाबु। ल सामूहिक रूपमा मैले भने, मैले चाहिँ यो एउटा मात्रै हो, मैले चाहिँ ल भयो मैले पठाएको यसो उता मैले पठाएको कि सुन्नु न होइन उसले ए विमल सर बुझ्यौ नि, एकदम ज्ञानी हुने कुरो बुझ्यौ त। काला भएर कोही इजरा कुरो बुझ्यौ कि बुझेनौ? काला भएर कोही इजेर राखे आउँको या सीमा राम्रो ग्रेड ल्याएर है A+ आएर म जहाँ भए पनि त्यो सुन्न पाउनुपर्छ है। ठुलो मान्छे होइन, ज्ञानी मान्छे भने आफूभन्दा ठुलोलाई श्रद्धा गरे, भाइ बहिनी ईश्वर गरेको बुझ्यौ नि। सहयोगी भन, केही परे मलाई सम्झ है। ल चित्रबहादुर ठिक छौ नि है, राम्रो बने, ज्ञानी बने, मेहनती बने, आँखा चाहिँ पास भएको छौ। अझै पनि चाहिँ अब दिन चाहिँ राम्रो आउँदैछन्, ग्रहले छोड्दै गएको छ, राम्रो हुन्छ। धेरै सिरियस नहौँ भनेर बाबु। ल राम्रो गर है। मैले एउटा कुरा भनेको छु, ठुलो मान्छे होइन, ज्ञानी मान्छे बन, बुवा आमालाई गुरु आमाहरूलाई चाहिँ श्रद्धा गर, भाइ बहिनीहरूलाई माया गर है। यो कलमले लेखेर धेरै महान मान्छे बन्न सक्नुपर्छ है। कमल ठिक छ नि, एकदम अनुशासित बने, कुरो बुझेको भएन, राम्रो गरे, आमालाई दुःख नदिए, अरू कुरो सब ठिक छ, दुःख पऱ्यो मलाई सम्झ। ल बाबु ठिक छ नि, अवश्य चाहिँ उसमा बसेको छौ, अरूहरूलाई पनि राम्रोसँग हेर्ने, टेक केयर गर्ने है, ख्याल गर्ने, एकदम ज्ञानी बन्नु है, सदाचारी बन्नु, आफ्नो चाहिँ मातापिता गुरुलाई सम्मान, अनि गएर चाहिँ आफूभन्दा सानो है। ल कुरो बुझ्यौ न।